भिडियो साथीहरू सबैलाई नमस्कार। सन्चै आराम के कस्तो हुनुहुन्छ? हामी चाहिँ भिङ्गिरतिर जाँदैछौँ। हाम्रो बाको 84 छ, अहिले 18 गते। हामी त्यही भिङ्गिरतिर एउटा दाइले हाम्रो माइ दाइले ल्याउन जाँदैछौँ। हामी दुईटा अब एउटा दाजुलाई ल्याउन जान्छौँ। हामी चाहिँ अब बर्तन सर्तन गर्ने, 84 पूजा गर्ने, दुईटा चाहिँ बर्तन गर्ने, आलु फुल्काउने। सबैलाई निम्तो छ आउनु होला। सबैलाई नमस्कार। हाम्रो घरतिरको बुवाको 84 हो, त्यसैमा गर्ने हो। अहिले हामी भिङ्गिठी जाँदैछौँ माइल दाइलाई ल्याउन। हाम्रो चाहिँ यो थान हो हाम्रो, होइन? अब त माइल दाइलाई नि देखाउँछौँ हजुरलाई। हामी सामान ल्याइदिन्छ नि हो, ल्याउनु जाने हो। बाटो चल्ने छ, यहाँ 1 घन्टा लाग्छ जान आउन। अहिले हामी रोक्छौँ, मैले माइल दाइलाई देखाउँछौँ। हामी अलि बाटो आयो। हाम्रो गाउँको सिन हेर्नुहोस्, यहाँ यस्तो दामी छ। कालो देखियो यहाँ बादलले गर्दा, यस्तो दामी छ नि हाम्रो घरको सिन। हामी चाहिँ उहाँ तल त्यो पुल तल्लो पुल त्यहाँ जाने हो हामी पुलमा। अझ तल्लो यहाँ यत्रो बाटो हो। अहिले हामी तपाईँको माइल ल्याएर देखाउँछौँ है त। हामी चाहिँ यहाँ जाने हो आज। यो पुलमा हो, यो पुलमा यो रोडमा गएर आउने हो। यति टाढा बाटो हो। अहिले माइल ल्याएर जाने हो घुम्दै। गाइस हामी पुलतिर आइसक्यो। ठुलो पुलमा अब पल्लो पुलमा लामो छ। वहाँ त पनि पुग्ने हो। पुलको सिन यस्तो देखिन्छ है, तल खोला बगिरहेछ। हामी त्यो पुल उप्रि जाने हो। त्यहाँ पुलमा जाने हो। आएको ठाउँ देखाउँदैछौँ हामी। बाटो देखाउँदै गइरहेछौँ, हजुरले हेर्दै जानु हो। हामी चाहिँ भ्लग बनाउँदै हिँड्दै मोबाइल चाहिँ रमाइलो गर्दै हिँड्दै। खोलामा फस्यो मोबाइल फेरि भ्लग सबै बन्द हुन्छ। यो यता गाउँ मालरानी भन्छन् यो ठाउँलाई। मालरानीबाट माल लिन्छ नि यो भनेको पावर सोलो गुदेकको यस्तै छ त अलिक चालना। अब ऊ त पुलमा कटेपछि देखाउँछौँ। ल साथीहरू, हामी चाहिँ अर्को पुलमा आइयो है। अब हाम्रो दाइ आएपछि हामी फेरि जाने होला भ्लग बनाउँला है त। हाम्रो दाइ चाहिँ आउनु भएको छैन, होइन? अब यस्तो छ, हामी चाहिँ माथिबाट आएको। हामी टुप्पाबाट आएको हामी हो। यो ठाउँबाट, यो पहिरो भएको ठाउँबाट आएको हामी चाहिँ है साथीहरू। यत्न आइसकेका छौँ। अब फेरि फर्किने बेलामा भ्लग बनाउँदै जाउँला है त साथीहरू। दाइ चाहिँ ऊ त्यहाँ बाटोमा आउनुहुन्छ, होइन? दाइ आएपछि हामीले देखाउँछौँ। दाइ अझै आउनुभएको छैन। दाइ आएपछि अब हामीले चट्ट पारेर दाइ लिन्छ हुन्छ। कोलाई मनपर्छ कमेन्ट गरेर मैले नम्बर दिउँला। लाइक कमेन्ट सेयर गरेर नबोल्नु त ल। अब दाइ आएपछि यही त। ल गाइस, हामी बाटोनिर आइसक्यो। ल साथीहरू, बाटोनिर आइसक्यो। बस पनि ठ्याक्क आउँदैछ त्यहाँ। त्यहाँ बस पनि आउँदैछ। हामी ठ्याक्क अगाडि स्टेसनमा जाने गर्छौँ। बस आयो, पछाडि आउँदैछ हेर्नुहोस्। के नाटक गरेको नि यिनीहरूले भन्नु होला जहिले हामीलाई। स्टेसन उहाँ हो, हामी यहाँ बस आएको देखियो हो। हामी त बस आयो हो कि न? यो गयो, बस गयो। कहाँ तिम्रो तल झरी छैन त्यतिकै। हेलो हामी हाम्रो दाइ यता हेर्नुहोस् त, फेन्सी हुनुहुन्छ। ब्याग लुकी सामान यत्र हानु। हामी पुलनिर आयो, सानो पुलनिर। पछाडि हाम्रो दाइ हुनुहुन्छ, पछाडि हाम्रो दाइ हुनुहुन्छ, अगाडि हाम्रो दाइ छ। मैले बोक्नु परेन के अरे। अहिले माथि गएर बोक्नु पर्छ नि त। अहिले ठुलो पुलमा गएपछि देखाउनु। हामी अर्को ठुलो पुलनिर प्रवेश गरिसक्यो। हामीलाई बारी बनाउन हो दाइले। पछाडि हामीलाई भरिया बोक्ने बनाउनु। पछाडि अब पछि त बोल्दै हुन्छ होला कोही। ठुलो पुलमा प्रवेश गर्यो। अब हामी माथि घर पुगेपछि देखाउँछौँ। हामी आधीबाट आयो सपिङ गरेर। अब त्यहाँ बिचमा चौता त्यहाँ बसेर यस्तो खान्छौँ, चिसो चाउँछौँ। आधी बाटामा आइयो हामी। दाइ फोनमै व्यस्त हुनुहुन्छ उता। कोसित बोल्नु ल साथीहरू, हामी चाहिँ खाजा सुरु गर्न लाग्यो यहाँ बसेर। एनसी दाइ उता हुनुहुन्छ।
तपाईँलाई मैले भन्थेँ नि हेर्नु यहाँ यो तपाईँ पलासका केटी पट्टेलाई नै फेरि भिडियो बनाएर हाम्रा गाउँकै ट्रेन भयो म त नम्बर चाहिँ दिन्छु भनेको के अरे सुरु हामी खाएर हिँड्यो ऊ त्यहाँ बसेको पिसीले अझै खाँदैछ गयो ऊ त्यहाँ मेरो अस्मिन छ यसको सोमत छैन हामी हिँड्यो यो भिडियोमा फेरि दाइले एकछिन अन्त हेरेको देख्नु होइन होला खालि देखेको होइन होला देखेको ऊ त्यहाँ केटाकेटी खेल्दैछ गाडी बनाएर ऊ त्यहाँ जाने बालपनको उमेर कहाँ छ घुमेर ल भाइ केही हुन्न क्या बेइज्जत हुन्न गएको थिएँ गाडी लाग्यो कि खिचेको तिमीलाई होइन यस्तो ड्राइभर भएर त लजाउने यता नि रहेछ टोली उता नि रहेछ अर्को टोली जिस्काए चाहिँ भयो गाडी खिचेको मान्छेलाई खिचेकै भयो गाइस हामी फाइनली घर पुगिन लाग्यो ऊ त्यही हाम्रो घर ऊ त्यहाँ यता दाउरा ठडा एमए टोयलेट हो है हामी घर पुग्यो यस्तै यस्तै ब्लगहरूमा फेरि सब्सक्राइब गर्नु होला यस्तै गर्न लिएर यस्तै भिडियोहरू म लिएर आउँछु आजलाई मैले यही समाप्त गर्न चाहन्छु थकै लाग्यो 1-2 घन्टा लाग्यो हामी आउनलाई उहाँलाई सबैले हेर्नुभयो हाम्रो गरे ल है गाइजहरू हामी चाहिँ बाँदर लहट जाँदै है यस्तो ढुङ्गा सपेर है बाँदर यहाँ मुन्तिर छ है हाम्रो दाइ चाहिँ त्यहाँ आइदिएको छ है हामी चाहिँ यहाँ बाँदर लहट्न आएका छौँ त्यहाँ चाहिँ बाँदरहरू रहेका छन् है ती हामी बाँदर लहट्न जाँदैछौँ है गाइजहरू ल है गाइजहरू तपाईँहरूले म बाँदर देखाउँछु है बाँदर कता होइन म हेर्छु अनि तपाईँहरूलाई देखाउँछु है त हाम्रो च्यानललाई लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है साथीहरू बाँदर देखाउन आएको छु तपाईँहरूलाई बाँदर कहाँ गएछ यार गाइजहरू हामी चाहिँ बाँदर लट्न आएको हामी यहाँ ढुङ्गा छुपेर बाँदर हेरिरहेको छु मैले होइन बाँदर देखिरहेको छैन है साथीहरू ऊ बाँदरहरू चाहिँ ऊ यहाँ दुगुरिरहेको खान है यी बाँदर ती यहाँ दुगुरिरहेको छ है त साथीहरू यहाँ छ यी बाँदर यहाँ यहाँ रहेका यी मुनि मुनि पुरा यी बाँदर यी गाइजहरू यी बाँदर ओ म चाहिँ बाँदरलाई लहट्न ढुङ्गा खेलिरहेको छु गाइजहरू अहिले बाँदर कराइरहेको छ यी बाँदर यहाँ बाँदर कराइरहेको बाँदर ल गाइजहरू हामी चाहिँ बाँदर लड्दैछौँ यहाँ बाँदर कराहा यहाँ चाहिँ एउटा बाँदर रहेको छ गयो यहाँ एउटा बाँदर कराउँदै थियो है त गाइजहरू हाम्रो चाहिँ हामी दुई भाइ चाहिँ बाँदर लहट्न आएका छौँ है त यी दुईवटा होइन हाम्रो दुईवटा बाँदर लहट्न आएका छौँ हाम्रो यो हरियाली जङ्गल होइन क्या दुईवटा हामी दुई भाइ बाँदर लहट्न आएका छौँ हाम्रो यो जङ्गल हो होइन यो दाइ कस्मित भइहाल्यो होइन यो म चाहिँ मम है गाइजहरू अप्सन होइन हामी यस्तो बाटो हामी ठाडै फुङ्गाल्दै आएका छौँ होइन गाइजहरू हाम्रो छिटो लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोस् ल गाइजहरू बाँदर लहर देखाऊँ कोही बाँदर यहाँ दुगुर देख होइन यहाँ ऊ त्यहाँ दुगुर्दैछ होइन गाइजहरू यहाँ छ है हामीलाई हेरिरहेछ यो हामीलाई हेरिरहेछ मन्टो घुमाइरहेछ होइन गाइजहरू यहाँ तलतिर छ गयो ती हामीलाई हेरिरहेछ हेर्दै जाँदै गएछ भित्तामा होइन के गरिरहेको त्यसले होइन हामीले हेरौँ है त
हाम्रो यहाँ ढुङ्गा नपाएर बर्बाद छ है गाइजहरू। यहाँ हाम्रो कोस्मितले चाहिँ ढुङ्गा फालिरह यी बाँधा दुगुरे छ है। यी बाँधा यस्तो दुगुर छ यी दुईवटा बुटाको बिचमा यस्तो बसिरहेको छ है गाइजहरू। कोही बाँधा यताउँदै गइहाल्यो होइन, यो कोही कोही रहेको हो होइन गाइजहरू। हामी चाहिँ भ्लग बनाउँदै बाँधा लहर्दै आएका छौँ है त। ल अहिले बिदा हुन्छौँ है, बाई बाई। ल सबलाई बाई बाई। ल बाई गाइज। ल गाइजहरू हामी चाहिँ फाइनल्ली बाँधा लहर आएका छौँ है। फेरि अब यत्रो उकालो चढेर त्यहाँ हामी त्यहाँ तलदेखि हो यहाँदेखि फेरि उकालो चढेर यहाँ आइसकेका छौँ। हामी चाहिँ अब वहाँ माथि हो यहाँ गएर बल्ल घर जाने हो। दाइ चाहिँ हाम्रो कोस्मित चाहिँ दुगुरिरहेको छ, म पनि दुगुरिरहेको छु है। ल हामी फाइनल्ली बाँधालाई लहटेर पारी पुऱ्याएर होइन उता पारी जङ्गलमा पुऱ्याएर आएका छौँ। यो चाहिँ हाम्रो जङ्गल हो, हाम्रो यो पारीको हाम्रो घरभन्दा पारीको गाउँ हो। कोस्मित चाहिँ यहाँ पाहाड काल्नामा चढी दुगुर्दैछ, म नि यता दुगुर्दैछु है गाइजहरू। हामी दुईवटा दुगुर्दैछौँ है बाँधा लहटेर। हामी दुईवटा दुगिरहेछौँ। कोस्मित भ्याउती चाहिँ उफ्रिन्छ फुत्त फुत्त है। हामी फेरि अहिले बाँधा लगाउनु फेरि लड्न आउँछौँ है त गाइजहरू। ल यसलाई चाहिँ बाई बाई।